साथीहरु आज हामी कुनै पनि फाइलमा लक कसरी लगाउने भन्ने कुरा सिक्न गइरहेका छौं। सो लक लगाउनको लागि सबभन्दा पहिला हामीसित एउटा कुनै पनि फाइल हुनुपर्छ। हामीले एक्जाम्पलको लागि यहाँनिर एमएस वर्ड को फाइल लिएका छौं। सो एमएस वर्ड को अलरेडी एउटा सेभ फाइल छँदैछ। अब यसमा हामी लक लगाउन गइरहेका छौं। तपाईहरु हेर्न सक्नुहुन्छ यसमा म क्लिक गर्ने बित्तिकै अहिले नर्मली यो फाइल ओपन भइरहेछ र यसमा लक लागेको छैन। अब म यसलाई लक लगाउनको लागि सबभन्दा पहिला फाइल अप्सनमा जान्छु। यहाँनिर फाइल अप्सनमा क्लिक गरेर यहाँनिर तल हामीलाई सेभ एज अप्सन भन्ने देखाउँछ। सेभ एज भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि म ब्राउज अप्सनमा क्लिक गर्दिन्छु र त्यसपछि हामीले जानुपर्ने हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ टुल्स भन्ने अप्सन रहेको छ। टुल्स अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। टुल्स अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर तपाईलाई केही अप्सनहरु देखाउँछ। यसमा तपाईहरुले जेनरल अप्सन भन्ने अप्सन चुज गर्नुपर्ने हुन्छ र यहाँ आइसकेपछि हामीलाई यहाँनिर पासवर्ड टु ओपन भन्ने अप्सन देखाउँछ। यहाँ हामीले पासवर्ड हाल्नुपर्ने हुन्छ। सो हामीले यहाँ चाहेको पासवर्ड हालिदिनु पर्छ। जसले मैले एक्जाम्पलको लागि एउटा पासवर्ड हालिरहेको छु। त्यसपछि हामीले ओके गर्नुपर्ने हुन्छ। ओके गरेर हामीले रिइन्टर गर्नुपर्ने हुन्छ पासवर्ड र जुन पासवर्ड हामीले अघि दियौं त्यो पासवर्डलाई फेरि नै रिइन्टर गर्नुपर्ने हुन्छ र त्यसपछि हामीले ओके गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि हामीले यहाँनिर फेरि सेभमा गएर यसलाई सेभ गर्नुपर्ने हुन्छ। अब यो फाइलमा हामीले पासवर्ड लगाइसकेका छौं। अब तपाई यो फाइललाई फेरि रिओपन गर्नुहुन्छ भने बिना पासवर्डको यो फाइल ओपन हुँदैन। फेरि म यो फाइललाई गएर ओपन गर्न गइरहेको छु माई डकुमेन्ट भन्ने फाइललाई। अब हेर्न सक्नुहुन्छ फाइलमा लक लागिसकेको छ र यहाँनिर हामीलाई पासवर्ड हाल्नको लागि भनेको छ। अब जबसम्म यसमा हामी पासवर्ड हाल्दैनौं तबसम्म यो फाइल ओपन हुँदैन। पासवर्ड हाल्ने बित्तिकै यसरी ओपन हुन्छ।